अकस्मात तिब्बत तर्फबाट रसुवाको भोटेकोसीमा बाढी, क्षतिको विवरण आउन बाँकी। नुवाकोटमा बाढीले कहाँ कहाँ पुर्यायो क्षति, पूरा जानकारी। त्रिशुली बजार पनि बाढीले क्षति। रसुवाको टिमुरे र स्यापुर बेसी क्षेत्रमा भीषण बाढी, उच्च सतर्कता अपनाउन सरकारको आग्रह। 81 अकल्पनीय बाढी कसरी आयो, नेपालले चीनसँग समन्वय गर्दै। तिब्बतमा हिम पहिरो जाँदा भोटेकोसीमा भीषण बाढी आएको चीनले गरायो जानकारी। चीनले दियो सूचना, नदी थुनिएको स्थानमा अझै ताल पुरा खुलेन, जोखिम कायमै। कसरी आयो त्रिशुलीमा विनाशकारी बाढी, विज्ञको अनुमान, पूरा जानकारी आजको समाचारमा प्रस्तुत गर्नेछौँ। बाढी पूर्व अनुमान महाशाखाले भन्यो ताल पुरा खोलिएको छैन, भोटेकोसी त्रिशुलीमा जोखिम कायमै। रसुवा बाढी, प्रधानमन्त्री कार्यालयमा विपद व्यवस्थापन परिषदको बैठक, उद्धार र राहतमा जुट्न निर्देशन। प्रधानमन्त्री बालेन शाहले गरे बाढीबाट प्रभावित क्षेत्रका सांसदहरूसँग परामर्श, विस्थापितलाई स्थानान्तरण गर्न निर्देशन। प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ। बाढीको जोखिम, सुस्ता गाउँ खाली गराइयो। बाढीले त्रिशुली तट तहस नहस, केही व्यक्तिको हेलिकप्टरबाट उद्धार। बाढी प्रभावित नेपाललाई 25 अर्ब दिने विश्व बैंकको आश्वासन। चीनले नगद र भारतले जिन्सी सहयोग गर्ने। उद्धार र राहतमा जुट्न राष्ट्रपति रामचन्द्र पौडेलको अपिल। रसुवा बाढी, 7 जनाको शव फेला। धादिङ क्षेत्रमा 4 वटा शव फेला। गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन, अध्यक्ष भन्छन् बेपत्ताको संख्या अकल्पनीय छ। रसुवा बाढीले त्रिशुली बजार भयो क्षणभरमै बगर। पालुङटारबाट गोसाईकुण्ड दर्शन गर्न गएका 34 यात्रु सम्पर्कविहीन। बाढीबाट घाइते 24 जना रसुवा अस्पतालमा, 1 जनाको मृत्यु, 6 जना गम्भीर। रसुवामा 3 प्रहरी चौकी बगायो, नुवाकोटको कारागार डुबायो। बाढीले रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति, 748 मेगावाट बिजुली उत्पादन तथा निर्माण ठप्प। बाढीले धादिङको फुर्के खोला पुल बगायो। मुगलिन नारायण घाट क्षेत्रमा त्रिशुली किनारका बस्ती र बजार खाली गर्न प्रहरीको आग्रह। पृथ्वी राजमार्ग र मुगलिन नारायण घाट सडकमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द। मन्त्री परिषद बैठक, रसुवा नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा। रसुवा बाढी क्षतिको विवरण संकलन गर्न समस्या, उद्धारको लागि हेलिकप्टर परिचालन। बाढीले ठूलो क्षति गरेको छ, जति सक्दो छिटो उद्धार गरौं, नेपाली कांग्रेसका नेता मोहन आचार्यको आग्रह। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा, 8 हेलिकप्टर परिचालन। त्रिशुली अस्पताल तयारी अवस्थामा। उद्धार र राहतको लागि रसुवा र नुवाकोटलाई 1 करोड र धादिङलाई 50 लाख रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय। विपद प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन। विपद व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारले रासपाको आग्रह। पार्टी पंक्तिका नेता कार्यकर्तालाई बाढी प्रभावितको उद्धारमा खट्न कांग्रेस सभापति गगन थापाको निर्देशन। बाढी प्रभावितको उद्धारमा खटिन कांग्रेस पंक्तिलाई नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको अनुरोध। संकटमा सबैले सरकारलाई सहयोग गरौं, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेको आग्रह। बाढी प्रभावितको उद्धार र राहतमा प्राथमिकताका साथ काम गर्न कांग्रेस नेता शशाङ्क कोइरालाको आग्रह। नेकपाले बोलायो केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठक। रासपा सभापति रवि लामिछानेको मधेस यात्रा तालिका बनाउँदै रासपा 7 जिल्ला र प्रदेशको अधिवेशन गराउने। महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, संवादबाटै समाधान खोजौं, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको आग्रह। बरुण नदीमा जलविद्युत आयोजना रोक्न जीससले पठायो प्रधानमन्त्री कार्यालयमा पत्र। बैंकमा कृषि पढेका युवालाई रोजगारी, किसानलाई सरल कर्जा दिउँ, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको भनाई। राजापुर र गोरुवामा 12 वर्षमा 21 किलोमिटर तटबन्ध, बजेट अभावले प्रगति न्यून। जाजरकोटमा बाढीले नहर भत्काएपछि पाइपबाट पानी ल्याएर सिंचाइ गरिँदै। पोर्चुगलबाट बेलायत बसाइ सरे झण्डै 3000 नेपाली। आज सुनको मूल्य घट्यो, चाँदी बढ्यो। खेलकुद तर्फ प्रस्तुत गर्नेछौँ। रोयल स्पोर्ट्स पार्क ब्लूलाई किङ्स T10 इन्डोर क्रिकेटको उपाधि। श्रीलङ्काका सहान अरागिचेले काठमाडौँबाट NPL खेल्ने। अन्तर्राष्ट्रिय तर्फ प्रस्तुत गर्नेछौँ। इजरायली सुरक्षा बलद्वारा जेरुसलेम स्थित राष्ट्र संघीय नियोगमा छापा, प्यालेस्टाइनद्वारा कडा निन्दा। र समुद्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्र संघका महासचिवको आह्वान।
दर्शक महानुभाव नमस्कार। समाचार पार्टी.com को न्यूज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। म रोशन अधिकारी। सदाको चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ। आजका मुख्य समाचार, ब्रेकिङ न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण समाचारहरू लिएर हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला। नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, सहर, जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हामीलाई हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौँ। अकस्मात तिब्बतबाट रसुवाको भोटेकोसीमा बाढी आएको प्रसङ्गबाट। तिब्बत तर्फबाट रसुवाको भोटेकोसीमा बाढी आएको छ, तर क्षतिको विवरण आउन बाँकी छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउनुहुन्छ। अकस्मात बाढी आयो, धेरै थोक नोक्सान भएको छ। उहाँले भन्नुभयो तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेको भन्ने आएको छ। बस्तीमा पनि बाढी पसेको खबर आएको छ। धेरै कुरामा क्षति भएको छ उहाँले भन्नुभएको हो। तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले दिएको प्रारम्भिक जानकारीका अनुसार नुवाकोटमा सबैभन्दा बढी क्षति बेत्र्यावती बजारमा भएको छ। त्रिशुली बजार बाढीले क्षति पुर्याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ। देवीघाट बजार पनि बाढीले डुबाएको छ। विदुर नगरपालिकाका मेयर श्रेष्ठका अनुसार 9 बजेतिर बाढी नुवाकोटमा आएको थाहा भएको थियो। रसुवा जिल्लाको टिमुरे र स्याप्रुवेसी आसपासका क्षेत्रमा ठूलो बाढी आएको छ। बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्भावित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो। सरकारले सम्भावित क्षति न्यूनीकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रहरूलाई तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न सरकारवाला निकायहरूलाई निर्देशित गरेको छ। विशेष गरी रसुवा र नुवाकोट जिल्लाको नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। नदी किनार पहिरोको जोखिम भएका स्थानहरूमा नजान र अत्यावश्यक बाहेकमा यात्रा नगर्न समेत सचेत गराइएको छ। भोटेकोसी नदीमा आएको भीषण बाढीको कारण पत्ता लगाउन नेपालले चीनसँग समन्वय गरिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको मुख्य कारण अहिलेसम्म यकिन हुन सकेको छैन। चीन तर्फको भूभागसँग समेत सम्बन्धित हुन सक्ने भएकोले बाढीको कारण पत्ता लगाउन चिनिया पक्षसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको थियो। प्राधिकरणकी उपसचिव गोमादेवी चेम्जोङले बाढी आउनुको कारण पत्ता लगाउन स्याटेलाइट तस्विर मार्फत अध्ययन गर्ने तयारी भइरहेको बताउनु भएको हो। उहाँका अनुसार घटनाको वास्तविक कारण पहिचान गर्न चीनसँग अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड लगायतका निकायसँग पनि सहकार्य भइरहेको छ। यो नेपालको नदीसँग मात्र सम्बन्धित विषय होइन, चीनसँग जोडिएको विषय भएकोले चीनसँगै समन्वय गरेर कारणको खोजी गरिरहेका छौँ, चेम्जोङले भन्नुभएको हो। स्याटेलाइटबाट अध्ययन नगरी अहिले नै बाढीको ठोस कारण यही हो भनेर भन्न सकिने अवस्था छैन उहाँको भनाइ थियो। मौसमविदहरूले पनि रसुवा क्षेत्रमा मंगलबार साँझदेखि ठूलो वर्षा नभएको बताएका छन्। सामान्य वर्षाका कारण मात्र यति ठूलो बाढी आएको हो वा अन्य कुनै कारणले नदीको बहाव 81 बढेको हो भन्ने बारे थप अध्ययन भइरहेको छ। रसुवाको भोटेकोसी नदीमा आएको अकस्मात बाढीको मुख्य कारण तिब्बतबाट गहिरो हिम पहिरो रहेको चीनले नेपाललाई जानकारी गराएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ तिब्बत क्षेत्रमा हिम पहिरो खसेका कारण भोटेकोसीमा भीषण बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महतले यो जानकारी चीनबाट अनौपचारिक रूपमा आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताउनु भएको छ। उहाँले त्यो क्षेत्रमा रहेका प्राधिकरणहरूको प्रारम्भिक अध्ययनले तिब्बतको हिम पहिरोलाई नै बाढीको मुख्य कारण देखाएको र यसमा थप अनुसन्धान जारी रहेको स्पष्ट पार्नु भएको हो। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले पनि प्रारम्भिक अध्ययन अनुसार तिब्बतमा गएको हिम पहिरोकै कारण बाढी आएको देखिएकाले यसको विस्तृत पुष्टि गर्ने काम भइरहेको जानकारी दिनुभएको हो। चीनमा रहेका विभागका कर्मचारीहरू मार्फत पनि विस्तृत विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भएको छ। कायस्थका अनुसार चीनमा रहेका टोलीसँगै अन्य कूटनीतिक तथा प्राविधिक माध्यमबाट पनि बाढीको वास्तविक कारण पुष्टि गर्ने काम भइरहेको छ।
चीन तर्फबाट प्राप्त सूचना अनुसार हिम पहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन, जसका कारण भोटेकोशी र त्रिशुली नदी क्षेत्र बाढीको जोखिम कायमै रहेको छ। बाढी सम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो। बुधबार दिउँसो 1:35 बजे गरिएको सूचनामा अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशुली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको थियो। नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेकोले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ। तिब्बत क्षेत्रबाट सुरु भई बुधबार बिहान त्रिशुली नदीमा आएको विनाशकारी बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीको वास्तविक कारण र यसले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। चिनिया एकाडेमी अफ साइन्समा कार्यरत हिमताल र हिम बाढी जोखिमका अनुसन्धानकर्ता नितेश खड्काका अनुसार चिनिया सहकर्मीहरूसँगको प्रारम्भिक छलफलका आधारमा नेपाल चीन सीमा क्षेत्रको तिब्बत तर्फबाट एउटा ठूलो हिम पहिरो आएर नदी थुनिएको हुन सक्ने अनुमान गरिएको छ। तिब्बतको जिलोङ काउन्टी केरुङ क्षेत्रमा पर्ने दोङलिङ स्याङपो पेलियन खोलामा पहिरो खसेर केही समय नदी थुनिएपछि ताल बनेको र सोही ताल फुट्दा त्रिशुलीमा अचानक ठूलो बाढी आएको हुन सक्ने उहाँले बताउनु भएको हो। यद्यपि यस क्षेत्रमा साना साना हिमतालहरू मात्र रहेकाले एउटै हिमताल फुटेर मात्र यति ठूलो विनाश नहुनुपर्ने खड्काको भनाइ थियो। बाढी पूर्वानुमान महाशाखाले रसुवा बाढीको जोखिम अझै कायमै रहेको जनाएको छ। चीनबाट सूचना प्राप्त भएको भन्दै नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएकाले भोटेकोशी र त्रिशुली क्षेत्रमा बाढीको जोखिम कायमै रहेको महाशाखाले जानकारी दिएको छ। बुधबार दिउँसो 1:35 बजे सूचना जारी गर्दै महाशाखाले अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित रहन अनुरोध गरेको थियो। बुधबार बिहान करिब 9 बजे चीनबाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा क्षति पुर्याएको छ। रसुवामा बुधबार बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको थियो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले पुर्याएको पछिल्लो क्षति विवरणबारे विस्तृत ब्रिफिङ गरिएको थियो। बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। ब्रिफिङ पश्चात प्रधानमन्त्री शाहले आगामी कदमका सम्बन्धमा सरकारवाला सबै निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। उहाँले विपदको यस घडीमा बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकहरूको प्रभावकारी उद्धार, खोज तथा राहत कार्यमा आफ्नो स्थानबाट सक्रियतापूर्वक जुट्न सबैलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका संघीय सांसदहरूसँग छलफल गर्नुभएको हो। छलफलमा बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा त्यस क्षेत्रका सांसदहरूले आफ्ना आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर नौघर भई कीर्तिपुर बस्दै आएका 23 वर्षीय पुष्कर दाहाल रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि साइबर ब्युरो भोटाइटी पठाइएको छ। बाढीको जोखिमका कारण नारायणी नदी पारी रहेको नवलपरासीको सुस्ता गाउँ खाली गरिएको छ। तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै सुस्ता गाउँ खाली गराउन थालिएको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभएको थियो। स्थानीयलाई नदीवारी रामनगर स्थित शिव गंगा कुञ्ज प्राविमा सारिएको उहाँले बताउनु भएको छ। सुस्तामा 220 घरधुरीका 1457 घर परिवार छन्। उनीहरूलाई घरका सामान अग्लो ठाउँमा राख्न लगाएर स्कुलमा सारिएको। त्यहाँ सशस्त्र र नेपाल प्रहरीका युनिट कार्यालय छन्। स्थानीयहरूलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिसकेका छन्। स्थानीयलाई सारिसकेपछि सुरक्षाकर्मीलाई पनि सुरक्षित ठाउँमा सारिने सिडिओ नेपालले जानकारी दिनुभएको थियो।
भोटेकोसीको बाढीका कारण नुवाकोटको त्रिशुली स्थित तटीय क्षेत्र तहस नहस भएको छ। उक्त क्षेत्रका कुनै पनि घर बचेका छैनन्। प्रहरीका अनुसार ढुङ्गे बजारका करिब 75 घर बाढीले बगाएको छ। बेत्रावती र देवीघाटका प्राय घर बगाएको छ। उद्धारका लागि काठमाडौँबाट गएका हेलिकप्टर नेपाली सेनाको तालिम केन्द्रमा अवतरण भएका छन्। हेलिकप्टरले देवीघाटबाट केही मानिसको जीवित उद्धार गरेको छ। बगाएका घरमा कति मानिस थिए, तीमध्ये कति बाढीमा बगेका छन्, यसबारे केही भन्न नसकिने जिल्ला प्रहरी स्रोतले जनाएको छ। विपदग्रस्त नेपालमा बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै बुधबार बिहान 10:35 बजे अर्थमन्त्री डाक्टर सोडिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप 25 अर्ब सहयोग गर्न सकिने जानकारी गराउनु भएको थियो। दक्षिणी छिमेकी मित्र राष्ट्र भारतले बाढी पीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के हुन् भनी सरकार समक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री काठमाडौँ ल्याउने तयारी भइरहेको बताउनु भएको थियो। यस्तै उत्तरी छिमेकी मित्र राष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनिया राजदूत जाङ माओमिङले अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गर्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घ संस्थालाई अनुरोध गर्नु भएको छ। उहाँले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गर्नु भएको हो। रसुवा नुवाकोट हुँदै बहने भोटेकोसी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नु भएको थियो। रसुवाको भोटेकोसीमा आएको बाढीमा 7 जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा 7 जनाको शव फेला परेको हो। उहाँले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताउनु भएको थियो। यस्तै उहाँले मानिसहरू बेपत्ता भएको सूचना आइरहेको र खोजी कार्य पनि भइरहेको उहाँले बताउनु भएको थियो। धादिङ हुँदै बगेको त्रिशुली नदी आसपासमा 4वटा शव फेला परेको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार त्रिशुलीमा आएको बाढीका कारण धादिङमा 4 र नुवाकोटमा 4 गरी 8वटा शव फेला परेका हुन्। बुधबार बिहान चीनको तिब्बतबाट नेपालको रसुवा हुँदै आएको बाढीबाट 5 जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन प्रत्यक्ष प्रभावित भएका छन्। भोटेकोसी बाढीको इपिसेन्टर बनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 जना अध्यक्ष पनि सम्पर्कविहीन हुनु भएको छ। गाउँपालिकाका अध्यक्ष कौसाङ नार्पु तामाङले हराएका जनताको संख्या टिप्न आफूले र कर्मचारीले नभएको बताउनु भएको हो। गाउँपालिका अन्तर्गत वडा नम्बर 2 र 5 का तटीय क्षेत्रका 100 बासिन्दा बेपत्ता रहेको उहाँले बताउनु भएको छ। गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र 5 नम्बर वडाका वडाध्यक्ष दावा मिङ्गार तामाङ पनि बिहान बाढी लगत्तै बेपत्ता हुनु भएको छ। दुवै जनाको फोन सम्पर्कविहीन हुँदै अहिले आएर स्विच अफ भएको अध्यक्ष नार्पुले बताउनु भएको हो। उपाध्यक्ष तामाङ पनि वडा नम्बर 5 स्याप्रो बेसीका हुनुहुन्छ। वडा नम्बर 2 रसुवागढी टिमुरे क्षेत्र हो। बाढीले गाउँपालिका भवन पनि बगाएको र तटीय क्षेत्रका कुनै पनि घर बाँकी नरहेको उहाँले बताउनु भएको हो। आफू केही बोल्न सक्ने अवस्थामा रहेको र मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसकिने अकल्पनीय रहेको उहाँले बताउनु भएको थियो। चीनको तिब्बत क्षेत्रबाट अप्रत्याशित रूपमा भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत भएका छन्। बाढीले भन्सार कार्यालय, अध्यागमन कार्यालय, सडक, पुल, जलविद्युत आयोजना, प्रहरी चौकी, गाउँपालिका कार्यालय, वडा कार्यालय, सरकारी कार्यालय बगाएको छ। 100 सवारी साधन र नदी किनारका बासिन्दाको घर खेत बाढीसँगै बगेका छन्। त्यहाँ कतिपय स्थानीयदेखि आगन्तुक पर्यटकहरू समेत सम्पर्कविहीन छन्। उत्तरी तिब्बततर्फको हिमालय क्षेत्रमा अत्याधिक वर्षासँगै हिमताल विस्फोट भएर बाढीले विध्वंसको रूप लिएको अनुमान गरिए पनि यसको यकिन हालसम्म हुन सकेको छैन। गोर्खाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाईकुण्ड गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान पालुङटार नगरपालिका 4 र 5 का तीर्थयात्री बोकेर गोसाईकुण्ड गएको G2 ख 1152 नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा 38 जना यात्रु सवार थिए। उनीहरूमध्ये 34 जना सम्पर्कविहीन रहेको उहाँले बताउनु भएको छ। 4 जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए। उहाँले भन्नुभयो बाँकी सम्पर्कमा छैनन्। बससँगै गएको 2वटा माइक्रो भने सम्पर्कमा रहेको डीएसपी श्रेष्ठले बताउनु भएको हो। माइक्रोमा 26 जना यात्रु सवार थिए।
बाढीमा परी घाइते भएका 24 जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ। उपचाररत घाइते मध्ये 1 जनाको मृत्यु भएको छ। रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाले बाढीमा परी घाइते भएका 24 जना उपचारका लागि अस्पताल पुगेको बताइएको छ। उहाँले 1 जना घाइतेको मृत्यु भएको पुष्टि गर्नु भएको हो। थापाका अनुसार घाइते मध्ये केहीलाई सामान्य चोटपटक लागेको छ। 6 जना गम्भीर अवस्थामा, बिरामीलाई भने अस्पताल रिफर गरिएको छ। गम्भीर प्रकृतिका 6 जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको उहाँले बताउनु भएको हो। सामान्य अवस्थामा केही बिरामीलाई पनि आवश्यक उपचारपछि रेफर गरिएको छ, थापाले भन्नुभएको हो। रसुवामा आएको बाढीका कारण नेपाल प्रहरीका 3वटा चौकी बगाएको छ। 35 प्रहरी अझै सम्पर्क बाहिर छन्। प्रहरी प्रधान कार्यालयबाट प्राप्त अपडेट अनुसार बुधबार बिहान 9:15 बजे रसुवागढी गाउँपालिका 2 स्थित इलाका प्रहरी कार्यालय, टिमुरे प्रहरी चौकी रसुवागढी र स्याप्रो बेसी सम्पर्कमा नभएको तथा इलाका प्रहरी कार्यालय समेत बाढीको कारण बगाएको बताइएको छ। त्यसमध्ये टिमुरेमा कार्यरत 25 प्रहरी मध्ये 12 जना सम्पर्कमा आएका छन्। रसुवागढीमा कार्यरत 9 जना मध्ये 1 जना मात्रै सम्पर्कमा आएका छन्। स्याप्रुबेसीमा कार्यरत 9 जना मध्ये 4 जना सम्पर्कमा आएको अपडेटमा उल्लेख गरिएको छ। नुवाकोटको त्रिशुली बजारमा पानीको बहाव बढेको र नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ। चीनमा भएको अविरल वर्षापछि भोटेकोसीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ। मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका 13वटा प्रमुख जलविद्युत आयोजनाहरूमा व्यापक क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धन कम्पनीहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका 8वटा आयोजनाबाट उत्पादन भइरहेको 354 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढीसँगै नदीमा आएको अत्याधिक बालुवा, लेदो र जलमग्नताका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित 111 मेगावाटको रसुवागढी, 78 मेगावाटको सान्जेल खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। यस्तै गरी नुवाकोट जिल्लामा नेपाल विद्युत प्राधिकरण मातहतका 4 सरकारी आयोजनाहरू 60 मेगावाटको माथिल्लो त्रिशुली, 3A 24 मेगावाटको ऐतिहासिक त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ। विद्युत उत्पादन एकैपटक 354 मेगावाट भन्दा बढी गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अझ बढी विध्वंस मचाएको छ। रसुवामा निर्माण भइरहेको 216 मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना माथिल्लो त्रिशुली 1 को पहुँच मार्ग, एडिफ टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ। रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्के खोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशुली नदीमाथिको पुल बाढीले बगाएको हो। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार त्यस क्षेत्रमा केही मानिसहरू फँसेका छन्। उहाँले भन्नुभयो, ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ। राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ। पानीको बहाव धादिङ क्षेत्रमा बढिरहेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी मलेखु कटिसकेको छ। पृथ्वी राजमार्ग, मुगलिन नारायणघाट राजमार्ग, त्रिशुली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले सूचना जारी गर्दै बाढीको बहाव आगामी केही घण्टामा मुगलिन पार गर्दै तलतर्फ जाने क्रममा रहेको पृथ्वी राजमार्ग, मुगलिन नारायणघाट राजमार्ग तथा त्रिशुली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको थियो। त्रिशुली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित स्थानमा जान तथा आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको थियो। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुगलिन नारायणघाट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडक खण्डमा सवारी आवागमन बन्द गराएको जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नजिकको प्रहरी कार्यालय प्रहरी कन्ट्रोल 100 मा ट्राफिक प्रहरीको 103 नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
प्रहरीले बाढी पहिरो तथा नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ 3 जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 3 महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो। मन्त्री परिषदको बसेको आकस्मिक बैठकले 3 जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनु भएको थियो। मन्त्री परिषदको बैठकले सबै मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिइएको छ। तिब्बत तर्फबाट रसुवाको भोटेकोसीमा आएको बाढीले ठूलो क्षति गरेको छ, तर क्षतिको यकिन विवरण सङ्कलन गर्न भने समस्या भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। रसुवामा आएको ठूलो बाढीका कारण रसुवामा प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढी बुधबार बिहान करिब 8:40 बजे नेपाल प्रवेश गरेको थियो। बाढी रसुवा, नुवाकोट हुँदै धादिङको गल्छीसम्म पुगेको, तर क्षतिको विस्तृत विवरण भने आइ नसकेको उहाँको भनाइ थियो। बाढीका कारण नेपाल टेलिकम र एनसेलका टावरमा क्षति पुगेका कारण सूचना प्रणालीमा समस्या आएको थियो। स्वास्थ्य कर्मी सहितको हेलिकप्टर समेत प्रभावित क्षेत्रमा पुगेको प्राधिकरणले जनाएको छ। रसुवाका सांसद एवं नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति गरेको बताउनु भएको छ। उहाँले गत वर्ष आएको बाढी भन्दा यस पटकको बाढी ठूलो र विनाशकारी रहेकोले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति गरेको बताउनु भएको हो। बुधबार पत्रकारहरूसँग सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि कुराकानी गर्दै उहाँले बाढी प्रभावित क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरको प्रयोग गरेर उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको थियो। सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न सङ्कट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार बिहान 9 बजे भोटेकोसीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गरेसँगै सत्ता पक्ष र प्रतिपक्ष बीच भएको छलफलमा यस्तो सहमति जुटेको हो। छलफलपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपदको यस घडीमा राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर जनताको जीवधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभएको हो। नेता आङदेम्बेका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म 8 वटा हेलिकप्टर परिचालन गरिसकिएको छ। उद्धार कार्यले तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशुलीमा रहेका हेलिप्याडहरूलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ। रसुवाको भोटेकोसीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रकम पठाउने निर्णय गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले रसुवा र नुवाकोटलाई 1 करोड रुपियाँ तथा धादिङलाई 50 लाख रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सो रकम जिल्ला विपद व्यवस्थापन समिति मार्फत प्रयोग गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभएको हो। उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टी स्थित डोङलिङ छाङको रिभरमा हिम पहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट, धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ। बाढीपछि सरकारले उद्धार राहत तथा खोजी कार्यालय तीव्रता बनाउँदै सुरक्षा संयन्त्र परिचालन गरेको उहाँले जानकारी दिनुभएको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा आएको भीषण बाढीपछि विपद प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई काम छिटो सुरु गर्न निर्देशन दिनुभएको हो। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकास मन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ लगायत सहभागी हुनुहुन्थ्यो।
राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति र यसको सघन असर मुगलिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति निकालेर त्रिशुली नदी र त्यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यति बेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्नु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो। बुधबार सामाजिक सञ्जाल मार्फत उहाँले भोटेकोशी र त्रिशुली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभएको हो। सभापति थापाले विपदको समयमा सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्दै सबै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ। यस विपदको अवस्थामा भोटेकोशी त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु, उहाँले लेख्नु भएको थियो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेता कार्यकर्ताहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा उद्धार कार्यमा खटिन आग्रह गर्नुभएको छ। बुधबार बिहान रसुवामा आकस्मिक रूपमा आएको भीषण बाढीपछि उहाँले सामाजिक सञ्जाल मार्फत पार्टी पंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा उद्धार कार्यमा खटिन आग्रह गर्नुभएको हो। विपत्तिमा नेपाली कांग्रेस लगायतका सम्पूर्ण पार्टी पंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा उद्धारमा खटिनु हुन आग्रह गर्दछु, पूर्व सभापति देउवाले भन्नुभएको हो। उहाँले रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशुली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भन्दै समयमै सुरक्षित रहन र राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न पनि उहाँले आग्रह गर्नुभएको हो। रसुवा हुँदै त्रिशुली नदीमा उर्लिएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा उच्च जोखिम बढेको छ। नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले बाढी प्रभावितको खोज, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत डाक्टर कोइरालाले भोटेकोशी हुँदै त्रिशुली नदीमा पानीको बहाव निरन्तर बढिरहेकोले रसुवा, नुवाकोट, धादिङ, गोर्खा तथा चितवन जिल्लाका नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको थियो। रसुवामा आएको बाढीबाट भएको क्षतिबारे छलफल गर्न नेकपाले पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठक बोलाएको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा उपलब्ध नेताहरूलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो। रासपाले पहिलो महाधिवेशन गरिसक्दा पनि मधेस अधिवेशन बाँकी छ। त्यसैले मंगलबार पार्टीका नेताहरू मधेसका 7 जिल्लाको अधिवेशन तिथि अनि सभापति रवि लामिछानेको ती जिल्लाहरूमा भ्रमणको तालिका बनाउन पार्टी मुख्यालय सहमतिमा खटिएका थिए। यसको संयोजन गर्नुभएको थियो सहमहामन्त्री पुरुषोत्तम यादवले। पार्टी स्रोतका अनुसार मंगलबार ती जिल्लाहरूको अधिवेशन तथा सभापतिको यात्राबारे टुङ्गो लागे भनिए पनि मिति सार्वजनिक गरिएको छैन। पार्टी सदस्यता र प्रतिनिधि विवादले मधेसका 7 जिल्ला र प्रदेश समितिको अधिवेशन नै नगरी रासपा केन्द्रीय महाधिवेशनमा होमिएको थियो। त्यतिबेला पर्साको अधिवेशन भएर हरिपन्तको नेतृत्वमा नयाँ समिति बन्यो। तर बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा जिल्ला अधिवेशन हुन सकेन। नेताहरूले यी जिल्लामा अधिवेशन हुन नसक्नुका नेतृत्व चयनमा गुटबन्दी, सांसदहरूको हस्तक्षेप लगायतका विषयलाई कारण देखाउँदै आएका छन्। पार्टीका पुराना कार्यकर्ता र चुनाव अघि प्रवेश गरेका व्यक्तिहरूबीच नेतृत्वको लागि हानथाप अधिवेशन स्थगित गर्नुको अर्को कारण रहेको नेताहरूले बताएका छन्। मध्य प्रदेशका सभापति तपेश्वर यादव चुनाव अघि अन्य दलबाट रासपामा प्रवेश गर्नेको लहर आएकोले व्यवस्थापन गर्न समस्या भएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, पहिला फरक फरक दलमा रहेर प्रतिस्पर्धा गर्नेहरू अहिले एउटै पार्टीमा आएका छन्। अन्य दलबाट रासपामा आएर एक अर्कासँग लड्नु पर्दा नेतृत्वका लागि खिचातानी भएको छ। नेतृत्वका लागि तछाड मछाड हुँदा कतिपय स्थानमा हात हालहालको अवस्था समेत आएको थियो। प्रदेश सभापति यादवका अनुसार मधेसका 136 पालिका मध्ये 10देखि 15वटा पालिकाको अधिवेशन हुन सकेको छैन। अधिवेशन हुन नसकेका पालिकामा तदर्थ समिति भने गठन भएको उहाँले जानकारी दिनुभएको थियो।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा परेको निवेदनका आधारमा पार्टीको 15औं महाधिवेशन रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने सम्भावना आफूले नदेखेको बताउनु भएको छ। बुधबार भिडियो सन्देश जारी गर्दै उपसभापति शर्माले कांग्रेसको जारी महाधिवेशन प्रक्रिया रोक्न अन्तरिम आदेश आवश्यक नदेखिनुका 4 मुख्य कारण प्रस्तुत गर्नुभएको थियो। उहाँले पार्टीका नेता तथा कार्यकर्तामा सर्वोच्च अदालतमा निवेदन परेपछि उत्पन्न भएको अब के हुन्छ भन्ने चिन्ता र जिज्ञासालाई सम्बोधन गर्दै महाधिवेशन रोक्ने गरी अन्तरिम आदेश आउने सम्भावना अत्यन्त न्यून रहेको बताउनु भएको छ। असहमत पक्षका नेताहरूलाई सम्बोधन गर्दै उहाँले अदालत जाने अधिकारप्रति आफूहरू नकारात्मक नभएको स्पष्ट पार्नु भएको थियो। तर पार्टीका आन्तरिक प्रश्नको समाधान पटक पटक अदालतको ढोकामा खोज्नुभन्दा पार्टी कार्यालयभित्र बसेर संवाद र सहमति मार्फत समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनु भएको थियो। इगोको चस्मा उतारेर पार्टी कार्यालयको कोठामा बसेर समाधानमा पुगौं उहाँले भन्नुभएको छ। सबै सँगसँगै अघि बढौं भनेर खुल्ला हृदयले हामी पर्खिरहेका छौं उहाँको भनाइ थियो। नेपाली कांग्रेसको 15औं महाधिवेशन निर्धारित प्रक्रिया अनुसार अघि बढ्नु पर्ला कि सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पर्खिनु पर्ला? तपाईलाई विश्वप्रकाश शर्माको तर्क कतिको उचित लाग्यो? तपाईको विचार तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सङ्खुवासभाको भोटखोला गाउँपालिका 4 सेक्सिला स्थित मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र पर्ने वरुण नदीमा जलविद्युत आयोजना निर्माण नगर्न जिल्ला समन्वय समितिले आग्रह गरेको छ। समितिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्र पठाउँदै 132 मेगावाट क्षमताको तल्लो वरुण खोला जलविद्युत आयोजना निर्माणको अनुमति नदिन आग्रह गरेको हो। जिल्ला समन्वय समिति प्रमुख सुमन साकेले वरुण नदी धार्मिक तथा सांस्कृतिक आस्थाको महत्त्वपूर्ण केन्द्र भएकोले यसको संरक्षण आवश्यक रहेको बताउनु भएको छ। भाटखोला गाउँपालिकाको 13औं कार्यपालिका बैठकले समेत वडा नम्बर 4 मा पर्ने वरुण नदीलाई धार्मिक सम्पदाको रूपमा संरक्षण गर्दै मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत निर्माण रोक्ने निर्णय गरेको समितिले जनाएको छ। जिल्ला समन्वय समितिले गाउँपालिकाको उक्त निर्णयलाई समर्थन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि कर्जाको पहुँच विस्तार गर्दै किसानले बुझ्ने सरल भाषामा वित्तीय चेतना बढाउनु पर्ने बताउनु भएको छ। कृषि कर्जाको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आयोजित छलफलमा बोल्दै उहाँले कृषि क्षेत्रका आधारभूत विषयलाई किसान मैत्री ढङ्गले बुझाउन आवश्यक रहेको औँल्याउनु भएको थियो। कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारी दिने व्यवस्था गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो। यसले कृषिका जनशक्तिलाई रोजगारी सँग जोड्छ उहाँले भन्नुभयो। साथै बैंकलाई कर्जा प्रवाह गर्दा कृषिको वास्तविक आवश्यकता र परियोजनाको मूल्याङ्कन गर्न सहज भई कर्जा प्रणाली थप प्रभावकारी बन्छ। फार्म दर्ता र सहुलियतपूर्ण कर्जा प्राप्तिमा वास्तविक किसानले अझै सहजै लाभ लिन नसकेको गुनासो आउने गरेको भन्दै उहाँले आगामी नीतिबाट यी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो। बैंकहरूले कर्जा दिँदा मात्रै पैसा नभई किसानको उत्पादन बजार र सम्भावित प्रतिफललाई पनि हेर्नुपर्ने उहाँको सुझाव छ। उत्पादनपछि बजार व्यवस्थापन र मूल्य श्रृङ्खलालाई समेत जोडेर कर्जा प्रवाह गर्ने प्रणाली विकास गर्नुपर्ने उहाँले बताउनु भएको थियो। बर्दियाको राजापुर र गोरुवा गाउँपालिकामा नदी कटान तथा बाढी नियन्त्रणका लागि स्थापना गरिएको सिंचाई तथा नदी व्यवस्थापन कार्यालयले 12 वर्षमा 21 किलोमिटर तटबन्ध निर्माण गरेको छ। पर्याप्त बजेट विनियोजन नहुँदा नदी व्यवस्थापनको काम भने सुस्त गतिमा भइरहेको छ। राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका नदी तटीय क्षेत्रका बासिन्दा बाढी तथा नदी कटानबाट वर्षेनी प्रभावित भएपछि सरकारले 2071 सालमा कार्यालय स्थापना गरेको थियो। नदी कटान र बाढीको उच्च जोखिम रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यालयले ड्याम सहितको तटबन्ध निर्माण सुरु गरे पनि 12 वर्ष बित्दा गुरु योजना अनुसार काम हुन सकेको छैन। 2076 मा 12 अर्ब 80 करोड 74 लाख रुपियाँ लागतको गुरु योजना स्वीकृत भएको थियो। गुरु योजना स्वीकृत हुनु अघि 1 अर्ब 45 करोड 29 लाख र त्यसपछि 1 अर्ब 62 करोड 43 लाख गरी हालसम्म 3 अर्ब 7 करोड रुपियाँ खर्च भएको आयोजनाका सूचना अधिकारी सञ्जीव कुमार शाहले बताउनु भएको थियो। ताक्सुङगाडमा आएको बाढीले सिंचाई नहर भत्काएपछि समस्यामा परेका नलगाड नगरपालिका 10 रोली जिउलाका किसानलाई तत्काल राहत पुग्ने भएको छ। सिंचाईको अभावमा धान बाली प्रभावित हुने अवस्था आएपछि खाने पानी तथा सिंचाई कार्यालय जाजरकोटले अस्थायी रूपमा 500 मिटर पाइप उपलब्ध गराएपछि समस्या हल हुने भएको छ। नलगाड नगरपालिका 10 र 11 को बीचमा रहेको
ताक्सुगाड खोलामा साउन 29 गते आएको बाढीले सिंचाइका लागि ल्याइएको नहर पूर्ण रूपमा भत्काएको थियो। बाढीले भेरी करिडोरको सडकमा समेत क्षति पुर्याउनुको साथै 4वटा घर पूर्ण रूपमा बगाएको थियो। नहर भत्किएपछि रोली जिउलामा रोपिएको धानमा सिंचाइ गर्न समस्या भएको थियो। युरोपमा राम्रो व्यवसाय र स्थापित जीवन छोडेर बेलायत बसाई सर्ने पोर्चुगिज नेपालीहरूको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। एनआरएनए आईसीसी प्रवक्ता एवं पर्यटन प्रबन्धन समिति संयोजक सोमनाथ सापकोटाका अनुसार ब्रेक्जिट अघि नै पोर्चुगलबाट बेलायत बसाई सर्ने नेपालीको संख्या झण्डै 3000 पुगेको अनुमान छ। विशेष गरी बालबालिकाको गुणस्तरीय अंग्रेजी शिक्षा, रोजगारीका नयाँ अवसर, उच्च स्वास्थ्य सेवा, भविष्यको खोजीमा धेरै नेपाली परिवारहरू बेलायत स्थानान्तरण भएका हुन्। एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष कुबेर कार्की र कोभन्ट्री नेपाली समाजका ट्रस्टी बाबुराम भुसाल जस्ता धेरै अगुवाहरू अहिले बेलायतमा आफ्ना परिवारसहित बसोबास गरिरहेका छन्। भुसालका अनुसार इङ्ल्यान्डको ऐतिहासिक सहर कोभन्ट्रीमा मात्रै पोर्चुगलबाट गएका करिब 200 नेपाली परिवारको बसोबास छ। यसैबीच युरोपका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरू बीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन नेप्लिज पोर्चुगिज इन युकेले वार्षिक भेला आयोजना गर्दै आएको छ। सन् 1979 तिर करिब 10 जना मात्रै नेपाली रहेको पोर्चुगलमा हाल नेपालीको संख्या करिब 70,000 पुगिसकेको छ, जसमध्ये अधिकांश कृषि र होटल व्यवसायमा संलग्न छन्। बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रति तोला 100 रुपियाँ घटेको छ। महासंघले बुधबारका लागि सुनको मूल्य प्रति तोला 3,22,100 रुपियाँ तोकेको छ। अघिल्लो दिन 3,22,200 रुपियाँ थियो। एक सातामै सुनको भाउ 18,000 रुपियाँ बढेको छ। गत बुधबार सुनको भाउ 3,04,100 रुपियाँ रहेको थियो। चाँदी तोलामा 75 रुपियाँ बढेको छ। अघिल्लो दिन 4,900 रुपियाँ रहेको चाँदी बुधबार 4,975 रुपियाँ कायम भएको छ। गत बुधबार चाँदी 4,595 रुपियाँ रहेको थियो। अब खेल प्रसंग। किङ्स टी10 इन्डोर टुर्नामेन्ट सिजन 2 को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा सोमबार भएको फाइनलमा ब्याकयार्ड बीलाई 76 रनले हराउँदै रोयल च्याम्पियन बनेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको रोयल स्पोर्ट्स पार्क ब्लूले 10 ओभरमा 2 विकेट गुमाएर 98 रन बनाएको हो। नरेन्द्रले सर्वाधिक 37 रन बनाउनु भयो भने आश्रयले 20 रन जोड्नु भएको थियो। 79 रनको लक्ष्य पछ्याएको ब्याकयार्ड बी 7 विकेट गुमाएर 22 रनमै समेटिनु भएको थियो। सुरुजलले 8 रन बनाउँदा अन्य ब्याटरहरू दोहोरो अङ्कमा पुग्न सकेनन्। फाइनल अघि स्वर्गीय निर्मल पूर्जा निम्स दाईको सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। श्रीलङ्काका अलराउन्डर साहान अराचिगेले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्ने हुनु भएको छ। काठमाडौँ गोर्खाजले सामाजिक सञ्जाल मार्फत साहानलाई अनुबन्धन गरेको जानकारी दिएको हो। बायाँ हाते ब्याटर साहानले दायाँ हाते अफ स्पिन बलिङ गर्नुहुन्छ। साहानले टी20 क्रिकेटमा 103 खेलमा 1462 रन बनाउनु भएको छ। यस्तै 54 विकेट पनि लिनु भएको छ। उहाँले लङ्का प्रिमियर लिगको उपाधि पनि जित्नु भएको छ। साहानले श्रीलङ्काबाट 5 दिवसीय अन्तर्राष्ट्रिय 1 टी20 अन्तर्राष्ट्रिय खेलिसक्नु भएको छ। उहाँले 2023 को जुलाईमा वेस्ट इन्डिज विरुद्ध हरारेमा भएको विश्वकप छनौटबाट 1 दिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्नु भएको थियो। सहनले श्रीलङ्का 1 को पनि कप्तानी गर्दै आउनु भएको छ। लङ्का प्रिमियर लिगमा हालै गल गालान्ड्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेल्नु भएको थियो। गल गालान्ड्सले पहिलो पटक लङ प्रिमियर लिग जित्दा सहनले सबै 11 खेल खेल्दै 147 माथिको स्ट्राइक रेटमा 240 रन बनाउनु भएको थियो। विजयी भाव बोकेका सहन एक जोसिला खेलाडी हुनुहुन्छ। उहाँ निरन्तर एक रूपको प्रदर्शन गर्न दिन सक्नुहुन्छ र दबावमा पनि योजना अनुसार खेल्दै लङ्का प्रिमियर लिग र श्रीलङ्का ए बाट म्याचहरू जितिसक्नु भएको छ। उहाँको स्वभाव र स्पष्ट मानसिकताले हाम्रो ब्याटिङ लाइन अपलाई मद्दत गर्नेमा म विश्वस्त छु। उहाँमा जुन ब्याटिङ, बलिङ र फिल्डिङ क्षमता छ त्यो काठमाडौँ गोर्खाजका लागि फाइदा हुन सक्छ। काठमाडौँ गोर्खाजका क्रिकेट डाइरेक्टर शरद भेष्वाकरले भन्नुभएको हो। उहाँले यसअघि पनि नेपालमा आएर खेल्नु भएको छ। सन् 2021 को एभरेस्ट प्रिमियर लिगमा उहाँ पोखरा राइनोजबाट खेल्नु भएको थियो।
अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलम स्थित संयुक्त राष्ट्र संघीय राहत तथा कार्य निकायको एक परिसरमा छापामारी नियन्त्रणमा लिएको छ। इजरायलको यस कदमको प्यालेस्टाइनी प्रेसिडेन्सी र विभिन्न राजनीतिक समूहहरूले कडा शब्दमा निन्दा गरेका छन्। प्राप्त जानकारीका अनुसार इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गुइभरको उपस्थितिमा सीमा प्रहरीले पूर्वी जेरुसलमको फक्र अकाब स्थित कालान्डिया भोकेसनल ट्रेनिङ सेन्टर खाली गराई बन्द गरिदिएको छ। उक्त कारवाहीका क्रममा नियोगका करिब 40 जना कर्मचारीलाई हिरासतमा लिएको प्यालेस्टाइनी संचार माध्यमले उल्लेख गरेका छन्। इजरायली संचार माध्यमका अनुसार मन्त्री बेन गुइभरले आतंकवादी गतिविधिमा संलग्न वा हमासलाई सहयोग पुर्याउने कुनै पनि संस्थालाई जेरुसेलम वा इजरायलको अन्य भूभागमा सञ्चालन हुन नदिने बताउनु भएको छ। यता इजरायली परराष्ट्र मन्त्रालयले उक्त जग्गा राष्ट्रसंघीय नियोगलाई नभई जेविस नेशनल फन्डको स्वामित्वमा रहेको र त्यहाँ नयाँ शैक्षिक परिसर निर्माण गर्ने योजना रहेको दावी गरेको छ। यस घटनाको प्रतिवाद गर्दै प्यालेस्टाइनी प्रेसिडेन्सी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मिक बैठक आह्वान गर्न माग गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरू चोको पोइन्ट्सबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि सम्बद्ध पक्षहरूसँग सहयोगको आह्वान गर्नु भएको छ। संचारकर्मीसँग कुराकानी गर्दै महासचिव गुटेरेसले हर्मुज जल डम्बरू मध्येको संकट सम्बोधनका लागि गत मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको हो। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र सोसँग सम्बन्धित कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अन्य उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँले स्पष्ट पार्नु भएको हो। यो संयन्त्रको मुख्य उद्देश्य तत्कालका जोखिमहरू न्यूनीकरण गर्ने, ढुवानी प्रक्रियालाई व्यवस्थित र अनुमान योग्य बनाउने तथा कूटनीतिक संवाद र तनाव कम गर्न आवश्यक विश्वासको वातावरण पुनः निर्माण गर्नु रहेको महासचिवको भनाइ छ। अवस्थ दर्शक महानुभाव, आजका मुख्य समाचार अहिलेलाई यति नै। हामीले प्रस्तुत गरेका यी समाचारहरूप्रति तपाईको धारणा के छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतको लागि भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, शहर, जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हामीलाई हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला। नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। समाचारपार्टी.com को न्यूज बुलेटिन नेपाली समय अनुसार भोलि बिहान 5 बजे लिएर फेरि हामी उपस्थित हुनेछौं। पल पलको न्यूज अपडेटका लागि समाचारपार्टी.com हेर्दै गर्नुहोस्। नमस्कार।